उतापट्टि त्यो ठुलो बिल्डिङमा पुरा गिरे मात्रै हुन्छ। ओहो हामी भनेको यो हामी गेमको लागि आउँछौँ खाना खाना त्यहाँनिर के भन्छ हो यसलाई यसको तपाईँ नाम भुल्यो के हो यो सिङ खतरा छैन यसको अलि उचार गर्नु न मैले हिँड्नु पर्यो न यत्रो सिसा छ भाइ जाँडा मिल्छ त अस्ति नाटक नगर भाइ अहिले यो हिँडेको चाहिँ बडा मजा लाग्दो रहेछ के स्ट्रेस हो यो हरान गरेर हो यो हिँडेको चाहिँ पानी परिसक्यो कि पानी परेको नि अन्डा झर्न लाग्छ काठहरू नयाँ बस्नु सुरु भएको तर टुप्ला खाना बार पेट साप्रो भयो कि हामीले नीलगाई भन्छ नि यहाँ चाहिँ अफ्रिकन गौरव भन्दो रहेछ त्यही त हाम्रो भ्याउँदो रहेछ भन्छ नि यसलाई त यस्तो ठाउँमा नि यस्तो घाँस हालेर बचाएर राखेको छ है यस्तो घाँस हेर्नु न हामी नेपाली हो अरबौँ गाउँमा करोड खर्च गरेर के भयो होइन के हो नि यो यिनीहरू राति त आफ्नो उसमा जान्छन् होला है सीतालो है छाप्रो छाप्रो छ यो आफै जान्छ कि कोही त यतै सुत्छ है कोही त यतै सुत्छ पानी भयो सबै जनावर कस्तो मिलेर बसेको चित्रुको छ है ज्यानबाट है सानोदेखि ठुलोसम्म हेर्नु पालेको भनेर थाहा छैन त नि कसैले कसैले एउटा न्यु खोजेर सबैले भकुर्छ अनि पनि मिल्नु पर्ने रुखमा जाली किन हाले थाहा छ रुख खाइदिन्छ सिङ बनाउनु सजिलो हुन्छ नि ट्याक 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 भित्र छिराएर बनाउँछ नि त यहाँ त केही पनि छैन यहाँभित्र यहाँ त चितुवा छ नि ओ यहाँ बस्नु त कति खोइ नेपालमै देख्छ ए यहाँ चितुवा भिडियोले देखेन त मेरो यो भिडियो त हरानी हुन्छ रुखमा चल्छ रुखीमा चप्टेर त्यो दुईटा त्यो हुन्छ नि गुलै जस्तो परेको पाटा त्यस्तोमा बस्दो रहेछ मजाले गएर भित्र बस्यो होला बिचरा है सिकार गर्न माया बिरालो जस्तो कि यो बाटोमा हुन्छ नि दुईटा रहेछ। भाग चढ्न मात्रै छ कि झमै छ आमाले पानी आयो बल्ल अब डिजल यस्तो यस्तो भएको यत्रो एसियाहरू छ सेतो के हो सबै यहाँ बिजुली जेनेरेटरबाट है बिजुली छैन है के हो दाइ यसलाई के भन्छ दाइ खोइ ओरेक्स ओरेक्स भन्दो रहेछ एउटा काट्दै रहेछ एउटा सिन त आफै भएको छ सानोलाई यो चाटे जेब्रा तल हरियो घाँस होइन चारैतिर जङ्गल हरियो जनावर कति दामी देख्दैन अझ त्यस्तै यो जनावर चाहिँ हेर्नु कसरी बाँचेको यो एकदम जाडो उसमा बस्छ नि यो नीलगाई भने उ त्यो ए त्यो लामो बुत्ला भएको त्यो चाहिँ जाडो उसमा हुने जनावर हो क्या त यहाँ बाँचेछ क्या ऊ पारिपट्टि हिमालतिर हुन्छ कि यो मर्छ होला है कति याकहरू जस्तो कि मऱ्यो भने यतै काटिदिनु डक्टर पनि छ त्यो रेफ्री छुट्यायो फलाउने रड जस्तो यार सबै यार यसको मासु टेस्टी हुन्छ हो अब सबै टेस्ट गर्छ यो है डक्टर छ एकतिर खुट्टा भाँचेर अनि बोलाएर पूजा मारेको